यो सानो भिडियो बनाउँदैछु तपाईहरुले यो भिडियो मन पर्छ पर्दैन हो पहिल्यै नै म भन्दैछु र यो भिडियो बनाउँदैछु यहाँ खाना भात पकाउँदैछु यहाँ माछा फ्राई गर्नु आँटेको छु यो माछा अन्त त्यहाँदेखि चाहिँ अब माछाहरु फ्राई गर्छु हामी नानीहरुसँग बसेर खान्छु हो अन्त तपाईहरुले अब कस्तो लाग्छ यसलाई लाइक भिडियो लाइक गरिदिनुहोस् मेरो भिडियो कस्तो भयो गर्नु न केही चिया पाक्यो चिया बनाउँछु अब भात पाक्दैछ हो भात खान्छु भात बनाउँछु र हाम्रो नानीहरुसँग हामी यसरी भेट्नु मिलेर हामी कतिवटा कुरोमा चाहिँ हामी अब दुधको चिया बनाउँछु मलाई दुधको चिया खानु मन लागिरहेको छ हो दुधको चिया बनाउँछु अन्त के अरे यहाँ दुधको चियाहरू बनाएर खान्छु अब यति बेला चाहिँ हाम्रो हुनु त चिया खाने टाइम त होइन र पनि अब हामी चिया खाने बेलुका आदत छ त्यस कारणले गर्दा हामी चिया बनाउँदैछौँ र तपाईहरुलाई कस्तो भिडियो मनपर्छ भनेदेखि तपाईहरुले लाइक गरिदिनुहोस् म यो सानो सानो यो कुरोहरू ल्याउँदै म भिडियोहरू बनाउने कोसिस गर्छु तपाईहरुलाई कस्तो लाग्छ यसमा तपाईहरुले लाइक गरिदिनुहोस् थ्यांक यू चिया बनिँदैछ अब तेल हाल्छु माछा फ्राई गर्छु हो तेल हालेर माछा फ्राई गर्छु माछा चाहिँ फ्राई गर्छु र पाक्दैछ अब यहाँ चिया छ यहाँ माछा छ यहाँ तेल खार्दैछु यहाँ भात पाक्दैछ र तपाईहरुलाई कस्तो लाग्छ मेरो भिडियो हो अब लाइक गरिदिनुहोस् तपाईहरुले म माछा फ्राई गर्दैछु माछा पनि ठुलो लिएको छु हो माछा चाहिँ फ्राई गर्दैछु म मेरो नातिहरु दुईजना मिलेर दुईजना नातिहरु म बोजू हामी मिलेर यसरी पर्खिन बनिएर हेर्नु पर्दैन भिडियो अन्त बनिएर हेर्नु हेर्नुहोस् है हामी त माछा फ्राई गर्दैछौँ हामी तीनजना मिलेर हो माछा खान्छौँ हाई गाइस माछा फ्राई गर्दैछौँ हाई गाइस भात पाक्दैछ पाक्ने भात हो बाबा तपाईँ केही केही भन्छ यो पनि आउँछ ल गाइस हाम्रो पाकिसक्यो हामी माछा भिज्दैछु हो माछा भिज्दैछु यो चाहिँ दामी हुँदो रहेछ क्या यो के अरे उयो पङ्कज माछा भन्छ यो पङ्कज माछा चाहिँ दामी हुँदो रहेछ अर्को चिज यो चाहिँ एकदम यो चाहिँ एकदम उयो हुँदो रहेछ कि हामी अर्को पिस हालिसक्यौँ हो अब हामी पाक्दैछ हामी अब पाकेपछि त्यो पिसलाई पनि निकाल्ने फेरि अर्को पिस हाल्छु हो आज चाहिँ एकदम मिठो मिठो चिजहरू हामी खानालाई तयार छौँ भात पाक्दैछ नातिले फोटो खिच्दैछ म भात बनाउँदैछु गाइस हाम्रो यो माछाको पिस पाक्दैछ यो पिस पाकेर चाहिँ हामी फेरि आउने छौँ यहाँ फेरि हामी घुम्न जाने छौँ यही एकैछिन त यही कता कता
हामी दाजुभाइ गाइस हामी दुई दाजुभाइ मात्रै यहाँ पुरा राति छ गाइस अहिले यो आमा पनि आउनुभयो बाहिर हामी अब यहाँ जाँदैछु लो गाइस अब खाना अब ठुलो मम्मीले खाना गर्दैछ अब हेर्नु पुरा राति भइसकेछ यहाँ हाम्रोमा चाहिँ गाइस अब हामी फुटबल खेल्ने जग्गाधरि पनि कालो भएर नि अहिले गोली पड्काउँदैछ आन्टी को खोजेको सानो भाइ भन्दै अब हामी म मेरो भाइलाई तपाईँहरूसित भेटाउँछु हेर्नुहोस् गाइस बुबु पिएङ्गे भन्नुहुँदैछ कहाँ सोध्दैछु त्यो टाटा भन्ने भाइ टाटा भन् हेर्नुहोस् टिभी पनि हेर्नुहुँदैछ बाबा आमाहरूले गाइस हाम्रो अर्को पिस पनि पाकिसकेछ हाम्रो यो लास्ट पिस छ अब त्यो नै हाल्नुभयो आमाले अब यो पाक्दैछ गाइस अब हेर्नु हाम्रो चाहिँ यो पाकिसकेछ के त्यो हेर्नुहोस् गाइस हाम्रो यस्तै छ गाइस म त भातको कस्तो भयो अब हामी यो माछा फ्राई गरेर अब हामी यो माछालाई चाहिँ टेस्ट गर्दैछौँ हो तपाईँहरूलाई कस्तो लाग्छ यसो लाइक गरिदिनुहोस् ल थ्याङ्क यू कस्तो भयो दामी स्पेसल भएछ गाइस हामी तिनजना नाति बोजू मिलेर हो गर्दैछौँ त अन्त त्यस कारणले गर्दामा चाहिँ दामी टेस्ट चाहिँ दामी भएछ अझै यसलाई फ्राई गरेर अझै हामी मसलामा पकाएर अझै हामी खान्छौँ त्यति बेला कस्तो हुन्छ तपाईँहरूलाई लाइक गरिदिनुहोस् यो भिडियो मन पऱ्यो भनेदेखि लाइक गरिदिनुहोस् तपाईँहरूले यो